आज यो तपाईँलाई इमर्जेन्ट प्रेस भेला हुनुको कारण तपाईँलाई म यो कतिवटा चिजहरू कोर्टको कुराहरू यो एकछिन मार्क्स खोल्नु ने आज विशेष आज हाम्रो इमर्जेन्सी यो तपाईँलाई प्रेस बोलाउने कारण चाहिँ अस्ति तपाईँलाई यो विविध भएको कुरा हो। अस्ति सायद हामी जुलाई 16-17 आएको थियो होला हामी करेक्टिङ माइसेल्फ जुन 16-17 आएको थियो होला कि यो मेघना दर्जीको केस लिएर मेघना दर्जी अनुसूचित वर्गको सी फल्स इन एससी क्याटेगोरी उहाँको अट्रोसिटिज लिएर अट्रोसिटिज एउटा प्रधान फ्यामिली थियो। प्रधान फ्यामिली खरसाङकोले उहाँलाई एट्रोसिटिज केस गरेको के भन्दा चाहिँ एउटा केसको तपाईँलाई मैले प्रेसको अगाडि पहिला पनि भनेको एउटा प्रधान फ्यामिली खरसाङको थियो कि हाम्रो चेली हाम्रो एससी क्याटेगोरी फल हुने चेली मिस मेघना दर्जी तपाईँको खरसाङ मकैबारी निवासी र उहाँले चाहिँ पम्मी प्रधान करबीर टी गार्डनको लागि बिहा गरेको थियो र उहाँहरूले लास्ट इयर इन द मन्थ अफ मार्च सोसियल म्यारेज गर्यो। त्यो पश्चात फेरि मन्थ अफ जुनमै लास्ट इयर उहाँहरूले रेजिस्टर्ड म्यारेज गरेर उहाँहरू बिहा गरे। तर उहाँहरूको फ्यामिलीले चाहिँ एक्सेप्ट नगरेर घरमा म्याट्रिमोनियल होम केटाको घरमा म्याट्रिमोनियल होममा बस्नु दिएन रहेछ र आउटकास्ट टोटल आउटकास्ट किनभने केटी दमिनी सुल कास्ट नेपाली दमिनी भएकोले घरमा बस्नु दिएन र त्यसरी नै उहाँहरू मेथीबारीमा बस्नु थाल्यो। 1 वर्ष लगभग अलग्गै बसेको तर बिचमा मन्थ अफ यो पालिको उनीहरू बाहिरै बस्दै थियो। फ्यामिलीले एक्सेप्ट गरेको थिएन हाम्रो यो नेवार फ्यामिलीले तपाईँ कोर्ट गर्दाखेरि भन्नु नि अब यो कुनै कास्टलाई भनेको होइन मैले कोर्ट गर्दाखेरि प्रधान फ्यामिलीले जो अहिले अब केसको अक्युज भन्छ म त्यसमा आउँदैछु फ्यामिलीले उहाँहरू बाहिर बस्यो। तर अचानक फेरि यो मन्थ अफ मे 2001मा केटा साह्रो भएर चाहिँ उहाँलाई केटाको फ्यामिलीलाई हाम्रो यो मेघना दर्जीले पनि इन्फर्म गर्छ केटाले पनि र घरको मान्छेले लिनु आयो। तर हाम्रो चेली मेघना दर्जीलाई जुन यो कम्प्लेनेन्ट छ केसको उहाँलाई चाहिँ छोडिराख्यो। तर पनि केटीले फेरि खरसाङमा आएर ल हाम्रो यो पम्मे प्रधान जो एक्सपायर हुनुभएको छ हाम्रो मेघना दर्जीको हस्बेन्ड एक्सपायर हुनुभएको छ अहिले चाहिँ उहाँलाई चाहिँ उपचार गर्नु लागि खरसाङ लिएर आएको थियो र त्यसरी नै केटीलाई पनि बाहिर उहाँले रेन्टेड घरमा बसेको थियो किनभने डोमिनी भनेर करबीरको उहाँ जुन छ अक्युज पर्सनहरूको घरमा उहाँहरूलाई राखेको थिएन। तर छोरोको उपचार चल्दै थियो। मेघनाले पनि आफ्नो हस्बेन्डको पम्मी प्रधानको हेरचाहहरू गर्दै थियो खरसाङमै रेन्टेड लिएर र अचानक 3 तारिक जुनमा चाहिँ उहाँको एक्सपायर भएर चाहिँ तपाईँको एक्सपायर भएर बडी त घरमा लगेर जान्छ केटाकै घरमा लगेर जान्छ। त्यति बेला चाहिँ हेर्नुहोस् अब एउटा वाइफको त राइट हुन्छ नि त दागबत्ती दिने विडोले कतिवटा गर्ने कामहरू हुन्छ क्रिमिएसन गर्ने काम हुन्छ राइट्स एन्ड रिचुअल्स हुन्छ हाम्रो नेपालीको 13 दिन बाँड्ने र यसरी नै उहाँलाई चाहिँ एउटा राइट्स एन्ड रिचुअल्सहरू पनि गर्नु दिँदैन त्यो दमिनी भनेर म घरमा पस्छु भन्दा पनि घरमा पनि पस्नु दिन्छ। उहाँको आन्टीहरू पनि विटनेस छ अहिले त इन्भेस्टिगेसन हुँदैछ अझै म्याटर र त्यसरी नदिएको कारण चाहिँ त्यो उहाँले केही गर्नु पाएन बुढाको जुठोहरू पनि बाँड्नु पाएन एउटा दमिनी भनेर सेड्युल कास्ट भनेर र त्यसरी नै हाम्रो एसोसिएसनमा उहाँ त अब जुठो बाँड्नु पनि पाएन आफ्टर यो जुनको केस हो। अन्त त्यसरी नै 9 तारिक जुन चाहिँ क्रिमिएसन गरेको थर्ड अफ जुनमा खसेको त्यो दिनै क्रिमिएसन गर्यो। तर तपाईँको उहाँलाई पस्नु पनि दिएन घरमा पनि पस्नु नदिएर चाहिँ टोटल आउटकास्ट गरेर र त्यसरी नै अकर्डिङली हाम्रोमा आएर अब उहाँले जुठो पनि भनेर उहाँ थाना कचेरी थानाहरू गएर उहाँको केस रेजिस्टर भएको छैन। बिचमा चाहिँ उहाँले कम्प्लेन 15 जुन 2021मा केस लज गर्यो विथ द हेल्प अफ आवर एसोसिएसन जुनमा केस लज गर्यो र केसको सेक्सन छ सेक्सन 3 क्लज 5, 10 र 14 अफ शेड्युल कास्ट एन्ड शेड्युल ट्राइब प्रिभेन्सन अफ अट्रोसिटिज एक्ट 1989 मा चाहिँ केस लज भयो
लज हुँदाखेरि त्यो बिचमा इन्भेस्टिगेसन चल्दै थियो। अब अहिले मन्थ अफ तपाईँको मे हो, बिचमा त्यसरी नै हामीले यो केस चाहिँ नट लेस देन ऱ्याङ्क अब डिएसपीले र एसडिपिओ खरसाङले केस जाँच गर्दै थियो। एसडिपिओले केस जाँच गर्दै थियो र बिचमा हामीले त्यसरी नै डिएमलाई पनि भेट्यो, हाम्रो भिक्टिम मेघना दाजुलाई लिएर डिएमलाई पनि भेट्यो। हाम्रो तपाईँको एसपी हाम्रो दल अल इन्डिया नेपाली सिभिल गार्ड्स एसोसिएसनले हाम्रो दल गएर फेरि तपाईँको एसपी सन्तोष निम्बेलकरलाई पनि भेट्यो। त्यसरी नै जाँच हुन्थ्यो र बिचमा चाहिँ हामीलाई पत्तो चल्यो। हुनु त म कोर्टमै भएको कारणले कि उहाँहरूले चाहिँ एउटा एन्टिसिपेटरी बेलको एउटा याचिका भन्छ पिटिसन हालेको रहेछ, एप्लिकेसन हालेको थियो रहेछ तपाईँको 1 हप्ता 2 हप्ता अगाडि एप्लिकेसन। त्यो कुरा हामीले चाल पाएर चाहिँ सेक्सन 438 एप्लिकेसन अन्डर सेक्सन 438 एन्टिसिपेटरी बेल हालेको रहेछ र आज चाहिँ त्यसको तपाईँहरूलाई भन्नु त्यसको चाहिँ हेरिङ थियो। हेरिङ हुँदाखेरि बिचमा पनि हामीले लर्नेड पब्लिक प्रोसिक्युटर मिस्टर प्रणय राईलाई भेटेको थियो। उहाँ चाहिँ स्टेट साइडको हो नि त, भिक्टिमपट्टिको स्टेट साइडको हाम्रो प्रणय सर लर्नेड पिपीलाई हामीले भेट्यो। उहाँलाई पनि हुनु त उहाँको ड्युटी हो, उहाँलाई पनि एकदम एउटा जेन्युन केस हो रिक्वेस्ट गऱ्यो। हामीले रिक्वेस्ट त गर्नु पर्दैन, अब उहाँले यत्रो कति तपाईँले हेर्नु भएको छ उहाँको प्रेस भेलामा उहाँले न्याय दिलाउनुहुन्छ र त्यसरी नै उहाँलाई पनि भेटेर उहाँले अब इट इज अ भेरी जेन्युन केस भन्नुभयो। त्यसरी नै आज हामीले उहाँहरूको पनि डिफेन्स लयर थियो र त्यसरी नै हाम्रो लर्नेड पिपी प्रणय राई सरले यो केस मुभमा र एउटा डिफ्याक्टो कम्प्लेन पनि भन्छ केटीपट्टिबाट। मैले पनि एउटा हाम्रो ल छ, आयन छ, लमा चाहिँ के प्रेसक्राइब गरेर चाहिँ एज अ बिङ अ जेनरल सेक्रेटरी अफ अल इन्डिया र हाम्रो टिमले पनि एउटा पर्मिसन दिएर र डिफ्याक्टो कम्प्लेनमा एउटा मलाई पिटिसन दिएर चाहिँ आई अल्सो अपियर्ड एन्ड एसिस्टेड द पिपी। र त्यसरी नै हाम्रो के थियो भन्दा चाहिँ फर्स्ट हाम्रो कन्टेन्सन के थियो भन्दा सेक्सन 438 चाहिँ लागु हुँदैन एप्लिकेसन बार, सेक्सन 18ले बार गर्छ यो एसटी/एससी एक्टमा कि एन्टिसिपेटरी बेल चाहिँ बिफोर एरेस्ट प्री एरेस्ट बेल चाहिँ पाउँदैन भनेर हामीले सेक्सन 18 मेन्टेनेबल छ। तर उतापट्टिको डिफेन्स लयरहरूले एउटा केस छ 2020 को तपाईँको त्यो केस भन्दा पृथ्वीराज चौहान भन्ने केसले वेयर देयर इज नो प्रेमिया फेसिया केस बन्दैन, प्रेमिया फेसिया केस बन्दैन। त्यति बेला चाहिँ 2020 को एउटा सुप्रिम कोर्टको जजमेन्ट त्यसमा चाहिँ प्रेमिया फेसाई केस छैन भने चाहिँ बेल दिया जाओस् भनेर। तर यसमा चाहिँ हामीले भिएमेन्ट हाम्रो लर्नेड पिपीले पनि भिएमेन्ट प्रणय राई सरले पनि अब्जेक्सन गर्नुभयो। पछि मलाई पनि बोल्ने तपाईँको पनि केही छ भन्नु भनेर फ्याक्टो कम्प्लेनेन्टको एज अ लयर मैले पनि 2-4 शब्द लाग्यो कि यो चाहिँ एकदम अट्रोसिटिजको सेक्सन 3 मा जुन एलिगेसन लेबल गरेको छ, जस्तै उहाँलाई सेक्सन 3 को क्लज 10 ले के भन्छ भन्दा चाहिँ इन्सल्ट क्या हो, त्यो दमै भनेर पस्नु नरहेछ होइन, दमै सानो जातको भनेर इन्सल्ट क्या, एउटा इन्सल्टिङ वर्ड डेलिबरेटिभ वर्ड युज गरेकोमा सेक्सन 10 र सेक्सन 3 क्लज तपाईँको क्लज 14 ले के भन्छ चाहिँ कल्चरल राइट्स रिचुअल्सहरू क्रिमेसनहरू बरियलहरू गर्नु दिएको आफ्नो हाम्रो जुन 13 दिनको नगरेकोमा त्यो सेक्सन लागु हुन्छ। त्यसमा चाहिँ यो चाहिँ एकदमै जेन्युन केस हो भन्नुभयो पिपी साहबले मैले। र यो चाहिँ एकदमै प्रेमा फेस केस छ। सेक्सन 18 पनि लागु हुँदैन, बार गरेको छ सेक्सन 18 तपाईँको सेक्सन 18 भन्छ 438 ले सेक्सन 18 ले चाहिँ बार गरेको सेक्सन 18 अफ पिओए एक्ट प्रिभेन्सन अफ अट्रोसिटी एक्टले बार गरेर। र त्यसरी नै आज के कुरा भन्दा चाहिँ उहाँहरूको बेल पिटिसन पनि कोर्टले स्पेसल कोर्टमा एउटा नियुक्त गरेको हुन्छ। एट्रोसिटिज एक्टको हाम्रो फर्स्ट कोर्ट स्पेसल कोर्ट भन्छ यो एट्रोसिटी एक्टको स्पेसल जजले पनि उहाँहरूको बेल एप्लिकेसन रिजेक्ट गर्यो। के उहाँहरूले के चाहिँ मैले एउटा यो कपी गरेर ल्याएको छु आज, यो छिटो भनेको एउटा अपरेटिभ कपी कोर्टबाट कपी गरेर ल्याएको, किनभने आज लास्ट डे कोर्टको अहिले कोभिडले गर्दा अल्टरनेटिभ। र कोर्टले पनि के लेखेको छ यो चाहिँ त्यो केस जुन एलिगेसन चाहिँ स्पेसिफिक एलिगेसन छ, प्रेमा फेसिया केस छ, एसटी/एससी को जुन यो एलिगेसन छ यो एलिगेसनहरू चाहिँ बन्दैछ भनेर चाहिँ एकदमै कोर्टले कोट गरेको छ। के स्पेसिफिकली पोइन्टेड आउट सम एलिगेसन विच आर फलिङ अन्डर स्पेसिफिक अफेन्सेस अन्डर प्रोभिजन अफ एसटी/एससी Prevention of Atrocities Act. I don't think that the accused person can be enlarged on anticipatory bail. Hence the bail application under section 438 CRPC stand rejected भनेर यो अर्डर स्पेसिफिक अर्डर त किनभने अब हामीले के बुझ्नु पर्छ उहाँहरूको अहिलेसम्म नै हुनु त प्रशासनले राम्रो गरेको छ, इन्भेस्टिगेसन एजेन्सीले इन्भेस्टिगेट गर्दैछ र अब कोर्टले पनि यो केस चाहिँ
अब कोर्टले किन चाहिँ बेल रिजेक्ट गर्छ? अब सुप्रिम कोर्टको कतिवटा जजमेन्टले प्रेमे फेसे केस छैन, मेड आउट छैन भने चाहिँ बेल दिनु भनेको छ। तर कोर्टले के भने प्रेमे फेसे केस रहेछ, लर्नेड पिपीले जुन भेहेमेन्ट अब्जेक्सन गर्नुभएको यो केस चाहिँ एकदमै जेन्युन हो, उहाँको एलिगेसन एकदमै जेन्युन हो, उहाँलाई आउटकास्ट भएको हो यो केस। कतिवटा एज अ डिफेक्टर कम्प्लेनेन्ट साइडबाट पनि इन एसिस्टिङ द पिपी मैले पनि 2-4 शब्द राख्दाखेरि चाहिँ यो केस चाहिँ एकदमै प्रिमे फेसे केस। कोर्टले पनि केस डायरी भन्छ, केस डायरीहरू हेर्नुभयो, जाँच गर्नुभयो, लोवर कोर्ट रेकर्ड हेर्नुभयो, केस डायरी इन्भेस्टिगेसन रिपोर्ट हेर्नुभयो, 167 विटनेसको बयानहरू हेर्नुभयो, कोर्टले हेर्छ। त्यो हेर्दाखेरि चाहिँ अब यो एलिगेसन चाहिँ एकदमै अहिलेसम्म चाहिँ इट हेज बिन जेन्युन, इट हेज बिन प्रेमे फसाइ केस चाहिँ इट हेज बिन मेड आउट भनेर चाहिँ कोर्टले पनि उहाँहरूको बेल एप्लिकेसन रिजेक्ट गर्नुभयो। यो केस चाहिँ कसको नाममा, कसको एगेन्स्टमा? यो केस चाहिँ रेजिस्टर भएको चाहिँ यसको अक्युज पर्सनहरू चाहिँ उहाँ जसले अटकास्ट यो स्लर गर्नुभयो, डेरोगेटरी वर्ड युज गर्नुभयो, सरिता प्रधान, उहाँको सरिता प्रधान र विकास प्रधानको आज बेल रिजेक्ट भएको। उहाँहरू चाहिँ अक्युज पर्सन, एफआइआर नेम्ड अक्युज पर्सन छ यसमा चाहिँ। र भिक्टिम चाहिँ उहाँहरूको बुहारी हो। आज हाम्रो चेली मेघना सरिता सासू पम्मेको चाहिँ आमा सासू हो कि। अन्त भिक्टिम चाहिँ मेघना दर्जी, उहाँ चाहिँ जो आउटकास्ट हुनुभएको मेघना दर्जी। एरेस्ट कहिले भएको उहाँहरू? एरेस्ट भएको छैन, बेल 438 अहिलेसम्म एरेस्ट भएको छैन। तर अब म आइएम भेरी, अब उहाँहरू म के भन्नु चाहन्छु भन्दा चाहिँ अब प्रशासनलाई पनि, अब कोर्टले पनि उहाँहरूको स्ट्रिक्ट कोर्टले पनि अब उहाँहरूको याचिका त रिजेक्ट गर्यो नि त। अब एलिगेसन पनि एकदमै ठिक हो भन्दैछ कोर्टले, त्यही कारण रिजेक्ट गर्यो। अब म जुन इन्भेस्टिगेसन एजेन्सीलाई हाम्रो संस्थाले जो अब हाम्रो संस्थाले चिजहरू मोनिटर गर्नु हो नि त, प्रिजुडिसहरू भएको होइन। अब म एउटा एजेन्सीलाई पनि एउटा रिक्वेस्ट गर्छु कि छिटो यो पर्पेट्रेटर्स अफ क्राइमहरूलाई के गर्नुपर्ने, उहाँहरूलाई अब छिटो भन्दा छिटो एरेस्ट गर्नु, किनभने अब उहाँहरूको बेल रिजेक्ट गर्छ। अर्को कुरा वी वान्ट टु थ्याङ्क मिस्टर प्रणय राई, उहाँले एकदमै अब आज जस्टिस दिलाउनु भयो। अब हुन त हाफ केस इज इन भेरी इनिसियल स्टेज, हुन त बेल रिजेक्ट भयो। आई वान्ट टु होल हार्टेडली थ्याङ्क मिस्टर हाम्रो लर्नेड पिपी मिस्टर प्रणय राई, प्रोसिक्युटर, डिस्ट्रिक्ट प्रोसिक्युटरलाई आई एम भेरी थ्याङ्कफुल। वी फ्रम आवर होल टिम आज हाम्रो उपस्थित हुनुहुन्छ हाम्रो भाइस प्रेसिडेन्ट मिस्टर सिके लोहार, हाम्रो ट्रेजरर मिस्टर बुद्ध विजय सार्की, हाम्रो भाइस प्रेसिडेन्ट मिस्टर प्रताप सुनाम, हाम्रो एजिएस विशाल सार्की, हाम्रो प्रेसिडेन्ट मिस्टर कुबेर घताल प्रेसिडेन्ट हुनुहुन्छ। र वी आर फ्रम होल टिम वी वान्ट टु थ्याङ्क द इन्भेस्टिगेसन एजेन्सी एज वेल एज द डिस्ट्रिक्ट पब्लिक प्रोसिक्युटर मिस्टर प्रणय राई। त्यति नै थियो। र द केस चाहिँ अब आज एउटा भिक्टिमले अब एउटा न्याय चाहिँ पाउनु भयो र छिटो त्यो पर्पेट्रेटर्स अफ क्राइमलाई चाहिँ छिटो रोपिन चाहिँ गर्नैपर्छ। एन्ड थ्याङ्क यू टु द प्रेस फर कमिङ टु आवर अफिस एन्ड हियरिङ आवर भोइस।